सक्नुहुन्छ यहाँ हेर त यहाँ चाख्नलाई हतार केटाहरू आमामा ओहो सबले आफ्नो भागमा केटाहरू ट्याक्क तरिकाले बसेन खाँदैछन् जस यस्तो तरिकाले आउनु नि एकदम मजा हुन्छ कि ट्याक्क हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो आई होप सबैजना सन्चै हुनुहुन्छ होला म नि एकदम फिट एन्ड फाइन छु अहिले चस्मा तल झरेछ सो अनि आज चाहिँ म कता जान लाग्यो भन्ने लाग्यो होला तपाईँहरूलाई सो म चाहिँ अब आज भाइहरूलाई भेट्न जान लागेको सलिन सुनार विजय भाइहरूलाई भेट्न जान लाग्यो सो भाइहरूलाई नभेटेको धेरै भयो एकदम सो त्यही भएर आज सो भन्ने आएकै लगभग धेरै पछि भिडियो बनाएको है कस्तो कस्तो भएछ अहिले अस्ति भर्खरै त्यो न्यु इयरमा बनाएको थिएँ मैले मेरो भिडियो चाहिँ कन्टिन्यू आउनु पाएन गाइज त्यसको लागि आइएम सो सरी हाम्रो कुन्टे उता रोछ सो ल गाइज एकछिनपछि बाइकमा भेट्नुपर्छ म निस्किन लाग्यो है भिडियो चाहिँ कन्टिन्यू आउनु पाएन त्यसको लागि आइएम सो सरी अब बाइकको कुरा बाइकमै गरौँ गाइज ल बाइकमा भेट्नुपर्छ हेलो हेलो एभ्रिवान म चाहिँ के भन्छ अरे यहाँ माथि डाँडामा आइसक्यो है भाइहरू भेट्न लागेको छु म चाहिँ घरबाट चाहिँ भ्लग गरिनँ कि त्यहाँबाट चाहिँ हिँडिदिएँ रफ्तार कति त्यही त्यहाँबाट गर्दैन भनेर आधी बाटोबाट गरेको चाहिँ यसो देख्न सक्नुहुन्छ अब त्यहाँ भाइहरूले भेटौँ अनि त्यसपछि भाइहरूले है यसो डाँडातिर गएर बसौँ भने डाँडा भ्लग हुन्छ अब डाँडा भ्लग यसो डाँडातिर गएर बसौँ भने प्लान गरेर के अब गएर यसो बस्नुपर्छ है काम पनि छैन फुर्सद पनि छैन भने जस्तो भयो कि अहिले चाहिँ मलाई भन्नु जस्तो भयो है बाटो चाहिँ लास्टै घ्याद्राङ गुद्रुङ छ है घ्याद्राङ गुद्रुङ छ क्या बाटो चाहिँ त्यस्तो देख्न सक्नुहुन्छ यो ठाउँलाई चाहिँ जलधारे भन्छ कि जलधारे चोक भन्छ है यहाँबाट सर जाने कुरो हुन्छ के कस्तो हुन्छ तपाईँहरूलाई म यतातिरको सब इन्भाइरोमेन्टहरू देखाउँछु यतातिर चाहिँ एकदम गर्मी हो कि शीतल हो के है भेसे पाएन हाँसे है ठिक ठिकै यतातिर पनि गर्मी त एकदम छ क्या हाम्रो घरतिर त तालको सरा जस्तो चिज छ अब विजय भाइलाई उठाउनु पर्ने कुरो हुन्छ है भाइलाई पनि फाइनली यहाँ भेट्यो है अब जाने कुरो हुन्छ लगेछ ए ल अब जाने कुरो हुन्छ ढिलो भयो कि यो भ्लगकै सेटअप मिलाउँदाखेरि ढिलो भयो क्या यहाँ विजय भाइलाई भेट्यो अब माथि गएर सलिन भाइहरूलाई भेट्ने कुरो हुन्छ टक्क जाम सुध भाइहरू नि आउँछु भन्दै थियो के अरे आउँदै होला नि अस्ति मेरो लेक के अरे उता लेकको भिडियोमा आदि क्लिपको रेकर्डै नभइरहेको भोइसै नआइरहेको त्यस्तै होला मोबाइलबाट गरिन्छ नि त गोब्रो सोब्रो छैन बिस्तारै किनौँ नि त्यो त बाटो बन्दै खायो यार बाइक जान्छ जेप्स राम्रो बाटो सेलिङ गऱ्यो भने एकदम बलियो ठिक हुन्छ कि पछिसम्म सेलिङमा नै यो भनेको बगाल किटी सिटी हालेर गरेको चेट्टो पारामा जाने कुरो हुन्छ चेट्टो पारामा जाऊँ के कस्तो हुन्छ अब सलिन भाइको घरनिर आइपुग्यो है त्यो सक्नुहुन्छ चेट्टो पारामा अब यहाँ बस्नु एकछिन अनि कता जाने प्लान हुन्छ के हुन्छ तपाईँहरूलाई देखाउँदै गर्छु म है चेट्टो पारामा अब यहाँ चेट्टो पारामा बाइक फर्काएर राख्ने कुरो हुन्छ फाइनली सलिन भाइको घर आयो है यहाँबाट अब च्याट्टो पारामा बाइक फर्काऊँ शीतलमा बाइक राख्ने भनेको यार तेल खतम हुँदो रहेछ घाममा च्याट्टो पारामा अब यहाँ सलिन भाइहरूले भेट्ने कुरो हुन्छ भेटेपछि अनि के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँछु एकछिनपछि गाइज हामी चाहिँ सलिन भाइको घरबाट निस्केर नि हादी बाटोमा आइसक्यौँ है सो देख्न सक्नुहुन्छ अब यहाँबाट चाहिँ हामी च्याट्टो पारामा भाइहरूलाई भेटेको सो मासु पकाएर के भन्छ अरे यसो डाँडातिर जाऊँ बसौँ मासु सासु पकाएर खाऊँ भन्ने कुरो भयो अनि त्यही भएर चाहिँ ट्याक्को पारामा अब गएर मासु चेट पारामा पकाएर च्याट्टो तपाईँहरूले देखाउँछु म के कस्तो हुन्छ जस आज चाहिँ पिकनिक टाइपको हुन्छ नि एउटा त्यस्तो हुने भयो जस रमाइलो हुने भयो अनि हामी चाहिँ यो कालिका थान भन्ने ठाउँमा लगाइसक्यो जस मैले तपाईँहरू प्रायः भ्लगै यताकै देखाइरहेको छु है हाम्रो घरतिरबाट नजिकै पर्छ त्यहाँ म त्यहाँ आउँछु नि त प्रायः चाहिँ अनि त्यही भएर च्याट्टो पारामा अब जाने कुरो हुन्छ गएर चाहिँ कालिका थानमा गएर एकछिन बनेको हुन्छ सुबोध भाइ र सुदीप भाइ चाहिँ पछाडि आउँदैछन् है अनि अब त्यहाँ गएर के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँछु मैले भिडियो चाहिँ कन्टिन्यू चाहिँ हाल्न पाएन है त्यसको लागि आइएम सो सरी जस मिले छैन कि मोटो भ्लगै मात्रै गर्नु लाग्छ हिँड्ने टाइम त मिलिरहेको छ जस्ट प्रायः मैले हालेँ होइन कि भिडियो चाहिँ अब दुईजना चाहिँ यता छन् देख्न सक्नुहुन्छ है
दुईजना चाहिँ यहाँ छ नि दाउरा लिएर हिँडेछन् जे पिकनिक टाइपको जस्तै भयो क्या त मासु चिउरो पकाएर खाने ट्याक्क है त्यही हो अरू के भन्ने हामी चाहिँ कालीगढ भन्ने ठाउँमा आइसक्यो है च्याट अब यहाँबाट स्याहार जाने बुझ्नु हुन्छ यिनीहरूलाई हरान हान्ने पर्ने कुरो भयो अब धमिरे बोलाले चलाएन भने कहाँ हुन्छ त नि कानै नसुन्दा रहेछन् को लाइट यारी अब भिड छ यता त डरै लाग्ने ल एभ्रिवान हामी चाहिँ कालिका थान भन्ने डाँडामा यहाँ तलपट्टि बाटोमा आयो सो भाइहरूलाई कुर्दै हो है यहाँ सामानहरू यहाँ छ सामान यहाँ छ सामान यहाँनिर छ माटेको र यो चाहिँ अर्ग्यानिक त्यहाँभित्र खालको माटेको है सो अरू चाहिँ अब दाउरा चाहिँ यहाँ छ है हामी चाहिँ अब यस्तो गरम मासु सस्तो पकाएर खाने कुरो भयो अनि त्यही भएर सो तपाईँहरूले देखाउँछु अनि हाम्रो चाहिँ अर्ग्यानिक मोही भाइले खाँदैन अर्ग्यानिक गाउँको च्याट्टा मोही होइन लगाइस तपाईँहरूलाई एकछिनपछि उतै गरेर भेटौँ हामी चाहिँ यहाँबाट निस्क्यो यहाँ एकछिन वेटिङ गरेको थियो दुईजनालाई वेटिङ गरेको थियो अब हामी यहाँबाट निस्किनु पर्ने हुन्छ हामी चाहिँ यहाँबाट सर च्याट्टे पारामा निस्किनु लाग्यो है चतर चतर पारामा ऊ अगाडि अरू चाहिँ सब अगाडि छन् हामी चाहिँ अब सट्ट पारामा निस्किनु पर्ने हुन्छ स्याट्टे जाम अनि ऊ हामी चाहिँ कतिजना यो ट्याक्कै 3, 5, 6, 7जना भएर जानु लाम है दिनसम्म चाहिँ मासु पकाएर ट्याक्क लोकल पारामा खाने भन्ने कुरो भयो केटाहरूले जियो सब च्याट्टो पारामा जाऊँ के कस्तो हुन्छ मासु किन्ने ठाउँमा आयो अब फाइनली यहाँबाट मासु लाने कुरो हुन्छ मासु किन्ने ठाउँमै बन्द छ यार यहाँ त यार के गर्ने यार गाइज यिनीहरूलाई कुर्दाखेरि हो क्या ढिलो भएको भान्जा र सुबो त मासु पसल बन्द रहेछ गाइज घरतिरबाट लिएर आउनुहुन्थ्यो ऊ त्यहाँ तल छ त्यही अहिलेको पसल थिम छ के ऊ त्यहाँ छ त मासु पसल एउटा लगाए त मासु अब तल गरे मासु हाउस भयो क्या बन्द रहेछ पसल सो यहाँ तल किन्नुपर्ने अवस्था भयो त्यसैले अब हामी तल किन्नुपर्ने हुन्छ मासु सो त्यही बाटो केटाहरूले हेर्नुपर्ने हो नि मासु सो यहाँ किन्नुपर्ने कुरो हुन्छ यहाँ नि मासु पसल छ कि मासु छ बुवा मासु है गाइज हामी सामान किन्यो अब सामान किनेर चट्ट पारामा जाने कुरो हुन्छ देख्न सक्नुहुन्छ यी गाइजहरू यता छन् च्याट पारामा जाने कुरो हुन्छ सब सामान किन्यो है अब चाहिँ बिन्दास पारामा ट्याक्क जाने पकाउने खाने त्यही हो अरू के भन्ने यस्तो छ मेरो बाइक यहाँ चाहिँ अब सामानहरू खोइदैन खोइ कहाँ लिए सामान खोइ कता हाले भयो चट्ट पारामा अब लाग्ने कुरो हुन्छ लौसम्म त अब गाइज ल एकछिनपछि बाइकमै भेटौँ ल बाइकमै म भ्लग गर्छु ल गाइज बाइकमै भेटौँ ल जे होस् आज चाहिँ मासु पार्टी हेऱ्यो हाम्रो मासु पार्टी ढुक्क पाराले सेट पारामा जानुपर्ने कुरो हुन्छ ढुक्क तरिकाले जाम है के कस्तो हुन्छ यतातिर चाहिँ बाटो चाहिँ यस्तो बस्न चाहिँ एकदम आनन्द छ क्या यतातिर चाहिँ जे होस् ढुक्क तरिकाले हामी चाहिँ अहिले यता यो मेरो बिहामा फोटोसुट गरेको थियौँ कि हो त्यहीँनिर जान लाग्यो सायद त्यही हो हामी जाने भने चाहिँ त्यहाँ शीतल हुन्छ नि त बस्नु नि आनन्द हुन्छ त्यही भएर त्यहीँ जाऊँ भन्ने कुरो भयो त्यही प्लानले अब त्यहीँ जानु लाग्यो है यो चाहिँ मस्टनको गाडी छिट्टो पारामा बाइक राख्ने कुरो हुन्छ अब बाइक चाहिँ सिधा ठाउँमा राख्नुपर्ने कुरो हुन्छ बाइक चाहिँ यता व्यवस्थापन गरौँ यसले होइन शीतलमा व्यवस्था हानेन भने तेल सकिने कुरो हुन्छ गाइज यस्तो ठाउँमा राख्दा चाहिँ बाइक ह्यान्डल लगाउनुपर्छ कि तेल अफ हानिदिनुपर्छ एकदम सेफ तरिकाले अब हामी यहाँबाट हिँडेर जानुपर्ने कुरो हुन्छ गाइज हामी चाहिँ चट्टे पारामा यता आइयो के भन्छ अरे यहाँ डाँडामा आइसक्यो है अब ढुक्क पाराले हिँड्नै नसकिँदो रहेछ फ्याँ भइदिँदो रहेछ है चेट्टो पारामा लिन सक्नुहुन्छ लास्ट फ्याँ भयो यार फ्याँ हुँदै आइयो छ यो ठाउँ चाहिँ एकदम पिस छ कि बस्नको लागि चाहिँ आनन्द छ है लिन सक्नुहुन्छ
नि हाम्रो दाउरा छ हामी पहाडी हो र है के कस्तो छ हम यहाँ पार्टी कर रहे हो यो लन्तरस हो कि के भन्छ नि त्यो म चाहिँ सुत्दिन्छु गाइज अब लम्पसर ओ गाइज ढुक्क पारेर सुत्ने कुरो हुन्छ ऊ त सुदीपसँग अब गाइज के भन्ने आई एम नट कुक इज हियर आई एम नट कुक कुक इज हियर देख्न सक्नुहुन्छ अब भुडी पनि डेन्जर लाखा हिँड्न नसक्ने तरिकाले है हाम्रो चाहिँ आगो सागो रेडी भएको छ ट्याक्क पाराले अहिले सलिनु भएको चस्मा लगाएको मान्छे देख्न सक्नुहुन्छ यही ट्याक्क पाराले हाम्रो यहाँ तेल बिर्सेछ अनि तेल बिर्सेर चाहिँ हामी चाहिँ के भन्छ अरे त्यहाँ भाइ चाहिँ तेल लिनु गएको छन् होइन सो तिनीहरू यही नै हेरेछन् अनि के भन्ने अब एकछिनपछि ट्याक्क यहाँ मासु सासु पकाएर ट्याक्क तपाईँहरूलाई भेट्ने कुरो हुन्छ रमाइलो तरिकाले बसिए है ट्याक्क पिकनिक खाने कुरो भयो ट्याक्क पिकनिक गर्न पनि मासु सासु चिउरा सिउरा यसो खाएर बस्ने भेटघाट यसो न्यु इयरमा बस्ने थिएन नि त भाइहरू छ त्यही भएर यसो बसौँ भनेर यसो यो ठाउँ एकदम बल छ बस्नको लागि एकदम राम्रो आनन्द च्याट्ट पाराले सबै आउनु होला है पिकनिक सिकनिक खानको लागि एकदम राम्रो छ त्यही सक्नुहुन्छ यहाँ हाम्रो तेल बिना रोकियो कि अरू सबै सामान तेल बिना रोकियो सब एकछिन बस्ने कुरो हुन्छ अनि तपाईँहरूलाई म एकछिनपछि पकाएको सब ड्याङडुङ देखाउँछु है एकछिनपछि भेट्नुपर्छ हाम्रो आगो सागो रेडी भयो च्याट्टो पारामा बस्न आनन्द छ एकछिनपछि भेटौँ ल एभ्रिवान हाम्रो चाहिँ यहाँ के भन्छ अरे तेल आयो ट्याक्क तेल अब ट्याक्क तेल हालेर पकाउने कुरो हुन्छ खैले तेल म हाल्छु तेल ट्याक्क अब तेल सेल हालेर खोला ढक्क नि ल तिमीबाट तेल ट्याक्क भुट्ने कुरो हुन्छ है माटे कराईमा एकदम बवाल पाराले लोकल पारामा ट्याक्क दिन सक्नुहुन्छ तेल बवाल गाइस ढुक्क तरिकाले तेल सेल हाल्यो देख्न सक्नुहुन्छ के भन्नु गाइस ट्याक्क पुग्छ के देख्न सक्नुहुन्छ अब ढुक्क पाराले अब यहाँ पकाउने कुरो हुन्छ बिन्दास अब त अब नदेखाम भयो फेरि मेरो टिकटक के अरे फेसबुक सरी युट्युब ब्यान्ड भन्ने टेन्सन हुन्छ गाइस आज चाहिँ जस लोकल पारामा मिठी तरिकाले होइन चट्ट पारामा पकाइछ सो पहिला प्याज हाल न प्याज काटेर हुन्छ जे गरे नि हुन्छ एउटै त्यो फेरि फ्रिजमा राखेको छ होला है हाम्रो चाहिँ मासु यहाँ ट्याक्क छ है मासु खेल्यौ त मासु यहाँ च्याक्क 2 किलो मासु ट्याक्क तरिकाले के भने त्यस्तो ठर्रा सर्रा केही नै खाइन हामीले हामी चाहिँ ढुक्क तरिकाले चिउरा खाने ट्याक्क तरिकाले ए त्यो कोक लिन गएको हामीले कोक त्यस्तो केही नै खाइन हामीले गाइज ढुक्क बस्ने अब च्याट्ट पारामा अब ट्याक्क यहाँ एकछिन बस्छ तपाईँहरू है गाइज हाम्रो चाहिँ यहाँ मासु हाल्नलाई देख्न सक्नुहुन्छ च्याट्ट पारामै आथा ए ढुक्क पाराले यसलाई ट्याक्क यहाँ च्याट्ट पारामा अब मासु हालेर चट्ट तरिकाले यसलाई मिठी टेस्टी बनाएर हाल्नुपर्छ ए बाहिर कमेडी भयो है गाइज हेर्न सक्नुहुन्छ लोकल पाराले भ्लगमा केटाहरू यार भ्लगमा देखेन गाह्रो मान्छ नि यार कस्तो हुँदैछ भन त बवाल हुँदैछ है च्याट्ट पारामा ढुङ्गा हालेर मिलाउनु पर्यो यार भने यो अटिहाल्छ त केटाहरू अट्दैन हुन्छ यी मासु च्याट्ट अब पकाएर चिउरा छ च्याट्ट पारामा खाने कुरो हुन्छ देख्न सक्नुहुन्छ ढुक्क तरिकाले मिल्न नटन लिएर ल ढिक्छ च्याट्ट तरिकाले देख्न सक्नुहुन्छ क्या हो भन्छ भनेको ल तिमी तल अब यहाँ ट्याक्क पाराले लोकल तरिकाले च्याट्टै देख्न सक्नुहुन्छ त्यो प्याज ल्याउ न थाहा यार त्यहाँ अगाडि लडेर खानु तिमीहरू दुम्बाहरू अगाडि ल्याउनु सक्दैनौ हातमा ल्याउ प्याज हाल्ने कुरो हुन्छ एकछिनपछि यो मिलाउनु पऱ्यो कि यो मिलेन लोकल पाराले ट्याक्क तरिकाले लोकल पारामा मासु 2 किलो खै 2 किलो के हो केटाहरूले हेरेन क्या जोख्ने बेलामा ल गाइज एकछिन पछि देखाउँछु म तपाईँहरूलाई गाइज हाम्रो चाहिँ यहाँ मासु रेडी भइसक्यो लगभग रेडी होइन आधी रेडी भइसक्यो यहाँ केटाहरूले पकाउँदैन आधी रेडी भइसक्यो देख्न सक्नुहुन्छ घाम चाहिँ गयो कि कति बेला पानी पर्छ थाहा छैन पानी परेन भने यो भाँडै लिएर भाग्नुपर्ने अवस्था आउँछ होइन यहाँ टमाटर च्याट्ट पारामा टमाटर यस्तो मिठो तरिकाले पाक्दैछ अहिले ट्याक्क
खानुपर्छ जुगाड चाहिँ हाम्रो भाइहरू भान्जाहरूले जताजन जुगाड गर्छ नि पेल्ने कुरो थिएन है यसरी मिठो तरिकाले पेल्ने चक्कुले हात काटेर गरी नि गाइस देख्न सक्नुहुन्छ कोही भाग्यो फेरि उता है डेन्जर अनि हाम्रो चाहिँ यहाँ कुकुर देखाउँछु म तपाईँहरूलाई बिचरा मासु कति बेला दिन्छन् भनेर हाम्रो यहाँ काली यहाँ बस्यो है काली ए काली यहाँ बस्यो यसले अहिले खाला नि एउटा छोटो दिनु पर्ला नि कुकुर यहाँ है सो अब हाम्रो यहाँ पाक्दैछ कति बेला पानी पर्छ थाहा छैन है हाम्रो यहाँ लगभग रेडी आधी रेडी भइसक्यो अब 5 मिनट होइन यसलाई 10 मिनट चाहिँ पकाउनु पर्छ 5 मिनटमा काँचै हुन्छ कति आत्ते गाइजहरु क्यारेका हो यहाँ यस्तै एक अर्काको झगडा गरे है मिठो भन भने यहाँ लेक्चर खान्छन् नि मेरो यिनीहरूले अब यहाँ मिठो भन भने हेरिनको कपाल काटिदिनु है कपाल काटिदिनुपर्छ सेतो पारामै बस्यो भने केटाहरू सबै सत्य लगाइदिए एकछिनपछि पाकेपछि देखाउँछु म तपाईँहरूलाई ढुक्क तरिकाले अब है पाकेपछि देखाउनुपर्छ मिठो तरिकाले केटाहरूले जेस बनाउनु राम्रो तरिकाले भाइहरूले ल लगाए चाहिँ हाम्रो यहाँ लगभग मासु पाकेर भ्याइसक्यो देख्न सक्नुहुन्छ यहीँ बवाल है यस्तो बवाल भयो देख्न सक्नुहुन्छ गाइस ओ यता हेर न मेरो च्यानललाई के भनिदियो सबले के पड्क्यो मेरो च्यानललाई देख्न सक्नुहुन्छ यहीँ हेर त यहाँ चाख्नलाई हतार केटाहरू आमामा ओहो यस्तो बवाल भयो सबले आफ्नै भागमा चाख्नु लाग्यो ढुक्क तरिका ए अब ल अब निकाल्न पर्ने कुरो हुन्छ देख्न सक्नुहुन्छ निकाल्न पर्ने कुरो हुन्छ है गाइस निकाल्न पर्ने कुरो हुन्छ राम्ररी निकाल्न गाइसहरूले निकाल्न खाने हेरिदिनु सक्नुहुन्छ ढुक्क तरिकाले मासु चाहिँ बवाल भयो मासु देख्न सक्नुहुन्छ मिठो तरिकाले ल अब यसलाई खानुपर्ने हुन्छ ट्याक्क भाग्ला मासु हाल्ने कार्यक्रम हुँदैछ देख्न सक्नुहुन्छ सबले आफ्नो भागमा ट्याक्क खाने ढुक्क तरिकाले बिन्दास पाराले ल गाइस हाम्रो भाइहरू चाहिँ सब यहाँ छन् कस्तो भयो भनिदियो कस्तो भयो नाइस मेरो च्यानललाई के गरिदिनु रे सब्स्क्राइब गरिदिनु एकदम खानै अन्त्यकाले हुनु सब खानै अतार मेरो भाइ चाहिँ यहाँ छ दिनु सक्नुहुन्छ च्याट्टो पारामा खाने कि यसरी ढुक्क तरिकाले खानुपर्छ एकछिनपछि खाएपछि भेटौँला है हड्डीसँग ल एभ्रिवान खानपिन ट्याक्क मिठो तरिकाले खाइयो अब खाएर ट्याक्क तरिकाले बस्यो है खाएर भ्याइयो यिनीहरूले त खाँदैन नि म त यिनीहरूभन्दा लास्ट खाएको यिनीहरूले ट्याक्क तरिकाले खाँदैन नि है देख्न सक्नुहुन्छ जस रमाइलो भयो केटाहरू ट्याक्क तरिकाले बस्यो भने खाँदैन जस यस्तो तरिकाले आउनु नि एकदम मजा हुन्छ कि ट्याक्क दाजुभाइ मिल्ने टक्क तरिकाले आउने पकाउने खाने आफ्नै तरिकाले है च्याट्टो तरिकाले एकदम बवाल बेस्ट तरिकाले भयो यिनीहरूले नि खान पाए मासु ऊ त्यहाँ छ यो अर्को यिनीहरूले नि खान पाए मासु जस यिनीहरूले नि दियो नि है यिनीहरूले नि खान पाएन बिचरा खाने पाएको थिएन होला न केटाहरूले खाँदैछन् सो देख्न सक्नुहुन्छ अब एकछिनपछि घरतिर निस्किनु पर्ने हुन्छ गाइस अब ट्याक्क तरिकाले घरतिर निस्केर अब ट्याक्क म जाँदाखेरिको भ्लग गरिदिनु होला आउँदाखेरिको भयो नि त जस भिडियो जे जस्तो भयो पनि है ट्याक्क हेरिदिनु होला सब्सक्राइब सेयर गर्नु होला है यति नै हो गाइस ल एकछिनपछि भेट्नुपर्छ निस्किनु बेला भेटौँ ल एभ्रिवान हामी पनि निस्किनु लागेको सो अब देख्न सक्नुहुन्छ हामी चाहिँ सामान ट्याक्क तरिकाले है प्याक गरियो है अब छ्याक्क तरिकाले अब जाने कुरो हुन्छ अब च्याट्ट पारामा अब जेस रमाइलो गरियो खानपिन ट्याकटुक भयो है अब ट्याक्क अब केटाहरू सबै छन् अब हामी चाहिँ ढुक्क तरिकाले जाने कुरो हुन्छ अब के भन्ने तपाईँहरू नि यसो केटाहरू भएर केटाकेटी होइन साथीहरू भएर ट्याक्क के अरे ड्राई पिकनिक अनि पकाएर खानको लागि चाहिँ बेस्ट ठाउँ छ क्या यहाँ सब ट्याक्क आउनु होला खानु होला है एकदम राम्रो छ सो अब आजको लागि यति नै है लो सी यू नेक्स्ट भिडियो गाइज आजको लागि यति नै मेरो सब यहाँ छन् गाइजहरू यता हेर न सब यता छ नै ल बाई बाई भनिदिउँ सबलाई बाई बाई गाइज ल सी यू नेक्स्ट भिडियो लाइक के गर्नु ल लाइक एन्ड सेयर सब्सक्राइब गर्नु होला टक्क गरिदिनु होला टक्क त्यो गर्नु भने चाहिँ टक्क नोटिफिकेसन आउँछ टक्क हैन हेर्नु पर्यो ल गाइज बाई बाई